साथी भिडियो बनाइदिनु आज ओइ भिडियो खिच्ने आज के गर्ने त भन्न त कहाँ गएर खिच्ने आज सेन्टर चल्दिने ल ठिक छ पाक त्यहाँ हेर्नु न उयो खाँदिनँ भनेको पनि 5 दिन भइहाल्छ back in our favorite section कसम साथी यो सेक्सन मलाई दियो भने नि पुग्यो के जिन्दगीवाला पुग्यो त्यो बगाडी लाने बगाड लगिदिउँ आज स्पाइस फाइनली हामीले हाम्रो फेभरेट रम सेलेक्ट गरिसक्यौँ डेली बेसिसमा खाने यो हामीले होइन साथी खुसी छस् त ल समात्न त हिँड छिटो भिडियो खिच्न जानुपर्छ मैले ग्रोसरी आउँदाखेरि चाहिँ नि होइन रिकेशसँग आउँदाखेरि कहिले पनि झोला किन्नु पर्दैन क्या यो ब्याग यसको 2टा हात यसको गोची साथी झोला किन्नुपर्छ हामीले कहिले भन्दैन त चल्ता फिर्दा त के भयो ट्रली साथी कहाँ गएको त हामी अब भन्दैन त हामी कहाँ जान आँटेको भन्दैन त सबै अब हामी यहाँबाट बोर्ड स्ट्रिट जाने त्यहाँ गएर झिलिमिली हेर्ने अनि के गर्ने अनि त्यहाँबाट कता लन्डन जाने लन्डन जाने र हेरौँ अब त्यो सिचुएसनले के डिमान्ड गर्छ कथाले के भन्छ मागेपछि त जानु पर्यो नि त जानु पर्यो साथी कथाले के माग्छ रात पुरै हाम्रै हो हामी चाहिँ एक बसलाई चाहिँ के भन्छ त्यसलाई रिजर्भ पुरै रिजर्भ गरेर जाँदैछौँ होइन सेन्ट्रल शान्ति र मान्छेहरू साथी साथीको लागि मैले फुल बस रिजर्भ हालिदिएको छु यहाँ है ड्राइभर त आफ्नै हो त्यो साथी अनि तँलाई कस्तो फिल भइरहेछ अनि तेरो लागि मैले पुरै बस रिजर्भ हालिदिएको छु यसो तेरो भित्री भावना निकाल न From the depth of my heart, I am very happy. अन्तरात्मादेखि हृदयदेखि एकदमै के भन्नु खुसी लागिरहेछ होइन From the depth of my heart. लाजी गर्न त लाग्यो भने कोही तर हामीले लाइक कति वर्षपछि यसरी भिडियो बनाएको भन्दा भयो होला है 3-3.5 वर्ष भयो होला Back to Nepal. भयो धेरै भयो 3 वर्ष त भयो एक्ज्याक्टली नेपालमा हो त्यो उहाँ हाम्रो सनसेटवाला भिडियो होइन त लाइक भनौँ न 3 वर्षपछि हामी रियुनाइट गर्दैछौँ खुसी लागिरहेको छ अब पहिला पनि खिच्नु त मन थियो तर आफ्नो कथा छ होइन साथी होइन कथाले माग्यो होइन आज खै कुन जोसमा होइन फ्लोमै यसो जानु पर्यो भनेर के भन्छस् त होइन त जानुपर्छ नि अनि हामी चाहिँ अब यसो त्यहाँ उताबाट निस्क्यौँ भने यसो माया लाग्यो कि अरू मान्छेहरूको पनि अनि हामीले यसो एउटा परिवार रहेछ लिफ्ट दिएको हामीले परिवार लिफ्ट किन दिएको भन्दाखेरि मानिस ठुलो दुधाले हुन्छ जाताले हुन्छ त्यो अगाडि एउटा लाइन थियो नि साथी के भन्छ त्यसलाई हातको मैला सुनको थैला के गर्नु धनले सागर सुस्नु खाएको किस आनन्दी यो अङ्कल पनि चढाइदिउँ होला है चढाइदिउँ बाबु चढाइदिउँ साथी हो ड्राइभर मेरो हाम्रो जिक्स ड्राइभर होइन चिनेको अङ्कल हाल्यो के छ साथी यो कुन ठाउँ होला भन् त पिकाडेली अरे त्यो टिभी देखेर थाहा पाइ छैन पछाडिको दादालाई सबै थाहा लन्डन खाइसक्यो के अरे साथी उतापट्टि क्या मेन पिकाडेली सर्कलमा चाहिँ अक्सफोर्ड जाने बाटोमा कहाँ हो हिँड त हिँड यता यसो इन्फो पनि यो चाहिँ मेरो गाइड हुन खोज्दैछ जो चाहिँ आएको 1 महिना पनि भएको छैन त भन्दा बेसी आइसक्यो नि फेरि पिकाडेली 2 वर्षबाट आएको ठाउँ छ नि 3 चोटि 4 चोटि आइसकेँ ल भयो साथी जाऊँ न यार साथी अनि कस्तो लागिरहेछ झिलिमिली तिमीलाई पिकाडेली सर्कल राइट नाउ साथी पोस्ट दिएको
सुन न यहाँबाट हामी कहाँ जाने यहाँबाट हेरौँ 2-4वटा फोटो खिच्छु म 2-4वटा भिडियो बनाऊँ अनि हेरौँ कथाले कहाँ भएको छ ए लन्डन जाने जम्दैन नि एउटा सुटसाट त गर्नु पर्यो नि त कहाँ जाने भनेर आज सबै लन्डन खाने हो नि त हामीले लन्डन आधी उधी खाइसक्यो के अरे आधी उधी सकिसक्यो लन्डन सो पिकाडेलीमा अब हामीले यहाँ फोटोसोटो खिच्यौँ भिडियो खिच्यौँ होइन साथीलाई यो के भन्छ साथी केमा फोटो खिच्ने तिमी अब साथी टिभीमा फोटो खिच्ने रे है मैले फोन पनि एकदमै डह्रो समाएको छु क्या यहाँ कतिखेर आएर तानिदिन्छ थाहा छैन साथी के गरी फोन तानिदियो भने के गर्छस् यहाँ बसेर रुनुभन्दा बाहेकको विकल्प देखिनु कुन चस्मा लाउँदैछ दगा बाजुरे यता हेर त दबङको सलमान खान दगा खै अरू त खासै देखेन रातो दिल केही देखेन चस्मै छैन छैन यार साथी यो चस्मा मेरो थियो नि नेपालमा साथी यो चस्मा मेरो नेपालमा थियो नि यो सहीबाट थाहा भएछ छिराइदेन यो साथी टोपी उड्ने हौ तुई गर्ने हो कान त्यही त भनेको त मलाई त्यही त गरेको त नि साथ थाहा छ युकेमा सबभन्दा गाह्रो कुरा के हो मलाई अहिले सु आइरहेछ होइन तर मुत्ने ठाउँ छैन म्याग्डी त्यहाँ छ त उताबाट उयसमा छ म्याग्डी द म्याकडोनल्ड्स मान्छेको आफ्नो पब्लिक टोयलेट हुन्छ होइन मुत्ने हाम्रो भनेको चाहिँ म्याकडोनल्ड्स हो यस्तो ट्यागले लेखेको छ भने नि ओन्ली कस्टमर्स आर अलाउड टु युज टोयलेट भनेको छ कि सुसु माइज म त उयो अर्डर हालेर यो चाहिँ यसमा चाहिँ हल्का ब्राइटनेस अर्काउनु पऱ्यो होइन आइगो साथी कसले खिचिदिएको यति राम्रो पिक्चर हो साथी को त्यो महान फोटोग्राफर यहाँ भन् नाम भन् नाइ छिटो नाम भन्न यहाँ अर्को फोटो पनि देखाउँदैछु साथी कसले खिचेको भन्न त यति राम्रो पिक्चर को त्यो मान्छे को भन्न छिटो यहाँ छिटो भन्न त कसले खिचिदिएको मेरो आइफोन 16 प्रो म्याक्सबाट साथीले खिच्यो एन्ड्रु श्रेष्ठले एन्ड्रु श्रेष्ठ फोटोग्राफी साथी लन्डन आइको बस हेर्दै साथी हिँडेर 24 मिनट हौ नजिकै रहेछ त हिँडेर 24 मिनट साथी के गर्ने हिँडेर 24 मिनट क्या साथी हिँडेर 24 मिनट हाम्रो चाहिँ एडभान्स ह्याप्पी न्यु इयर हुँदैछ यता छिटो खोल्न है ल साथी चियर्स ह्याप्पी न्यु इयर एडभान्स साथी भोलि चाहिँ यहाँ बब्बालै हुन्छ कि लाइक यो सबै भोलिको लागि रेडी गर्दैछ यिनीहरूले यो लाइटिङहरू सबै भोलि यस्तो बल फायर वर्क्स हुन्छ यता न्यु इयरको म चाहिँ आउन पाउँदिनँ तर ठिकै छ जाडोले कस्तो अत्ति हाने यार मेरो हात चाहिँ चलेको छैन हौ रातो फुल रातो हाम्रो लास्ट स्टप भन्दा नि त टावर ब्रिज होइन जाने हो जानै पर्ने अब पर्खिरहेको छु के खिचेको साथी नयाँ फोन देखाइदिएन एकचोटि नयाँ फोन उफ बाफ्रे खायो यार यसले लन्डन साथी एकाएक हान्ने साथी एकाएक हान्छस् हातमै अड्यो झर भने अरे के त्यसको 17 बाट यहाँ फोटो खिच्नु ओइ यसलाई भारी भइरहेको अनि यो फोन कस्तो भयो साथी आज साथी सुन न ओप्पर बेटी हाल्ने छ होला है काममा देखा ए फोन देखाइदियो एकचोटि सबलाई ओइ
फोन देखाइदिएन एकचोटि उफ मेरो पनि टावर ब्रिजको फोटो हेर कस्तो दामी आएको यार। आमा हो साथी हो हाम्रो आजको लास्ट स्टप चाहिँ यतै हो यसको क्लोजिङ थियो आज काममा त्यही भएर लिनु आएको म सो मैले काम गर्ने ठाउँ चाहिँ यो मेरो रेस्टुरेन्ट चाहिँ यो मेरो रेस्टुरेन्ट हो सो टावर ब्रिज चाहिँ यता छ जा, 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 चाल्नु जा। ओइ मेरो प्रिङ्गल्स कहाँ लगेको साथी म घर अब यसले ठुल्ठुलो कुरा खान थाल्यो। के गर भन् त के ठुलो कुरा गर भन्न होइन भन्न के भयो भन्न के चाहिँ भन्ने त भन्न अहिले अस्ति कसले मलाई भन्यो त एन्ड्रोइड भनेर चाहिँ कहाँ याद आइदियो क्या अहिले। ओइ साथी चाहिँ फेरि फोन देखाइदियो यहाँ आइज अगाडि आइज क्यामेरा अगाडि आइज न साथी खै साथी यो कुन फोन अरे तेरो हातमा यो चाहिँ आइफोन भन्छ यार। पछाडि देखा न पछाडि कति प्रो म्याक्स छ यो यो चाहिँ 17 प्रो म्याक्स हो। अनि साथी सिरीलाई बोला न सिरीलाई बोला न ओइ यसरी रुक्न एकछिन नबोल्न साथी सिरीले अर्डर दे त यसरी अँ एउटा खोल यहाँ तेरो सिरी गर्दा डल लाउँछ नि यार मेरो सिरी ए सिरी अयो मेरो सिरी गर्दा यही त आजको हाम्रो लास्ट स्टप होइन अनि साथी कस्तो भयो त आजको दिन आज अब रमाइलो भयो दाजुभाइ धेरै पछि आज नि यहाँको ब्याकग्राउन्डमा आइज नि दामी आएको छ धेरै पछि दुईजना होइन गरेर निस्क्यौँ हामी भिडियो लिएर 3.5 वर्षपछिको रियुनियन थियो हाम्रो यसरी होइन कस्तो थियो त भन्न त रमाइलो थियो है जाडोले चाहिँ ओभर मार्यो हिरो भएर निस्केको ज्याकेट नलाइ भएर होइन त अर्को ज्याकेटले रुममा पुग्छ भन्छ यो चाहिँ हेर्न तातो भएर बसिरहेछ है कहाँबाट आउँदैछ यार म? हामी चाहिँ यस्तो यस्तो ज्याकेटले क्या सर यस्तो रुममा फिरेछ के भन्छ आज ज्याकेटले आकै हमारा याद आके टाइपको अब चाहिँ घरमा सुत्ने हो निस्किसकै भएन क्या। के अरे मलाई म काममा छु। तँलाई पनि लान्छु रुक्न तेरो हाम्रो छुट्टी हो जानुपर्छ सानो मन नगर होइन फेरि अर्को फेरि भिडियो बनाउनुपर्छ चिन्ता नले है साथी आजलाई गुड नाइट भनिदिनु न त गुड नाइट सबैजना अब नेपालमा त गुड मर्निङ भइसक्यो होइन यहाँ हामी 1:30 भयो टावर जो बक्तुदी गर्दैछौँ ल साथी गुड नाइट है त ल। बाई बाई गाइस गाइज सी यू ल हाम्रो यहाँ बक्स चाहिँ स्टार्ट भइसकेको छ है। होइन